रविकै नेतृत्वमा कुलमान सहितको रासोपा स्वर्णिम र कुलमानको मध्यरात 3 घण्टा वार्तामा के भए। गत असोज दोस्रो साता बजारमा एकाएक रासोपाको नेतृत्वबाट रवि लामिछानेलाई अलग्याउने चर्चा चुलियो। खासगरी काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहको प्रस्ताव भन्दै रासोपाको सभापतिबाट रवि हट्नुपर्ने र हालका ऊर्जा मन्त्री कुलमान घिसिङलाई रासोपाको सभापति बनाएर निर्वाचनमा जाने भन्ने विषयमा घनीभूत वार्ता र छलफल भइरहेको भन्दै खबरहरू फैलाइए। यसरी बन्ने राजनीतिक शक्तिलाई बालेनले पनि सघाउने र बाबुराम भट्टराई, गोपी हमालदेखि हर्क साम्पाङ लगायतलाई समेत समेट्ने दावीहरू पनि गरिए। बजारको हल्लाले रासोपालाई पिरोल्न थाल्यो। देश तथा विदेशमा रहेका हजारौं नेता कार्यकर्ता रविलाई पार्टीबाट हटाउने छलफल भएको भन्ने कुराले निराश भए। त्यो निराशा उनीहरूले सार्वजनिक रूपमै पोखे। उनीहरूले भने रवि बिनाको रासोपाको परिकल्पना मात्रै गर्यौ भने अहिलेका नेतृत्व र नेता सबै बहिष्करणमा पर्छौं। रविले जे चिन्ह र जो व्यक्तिलाई भोट हाल्न भन्छन् हामी त्यही उभिन्छौं, त्यही भोट हाल्छौं। बजारमा चर्चा भइरहेको एउटा प्रायोजित हल्ला र अर्को रासोपाका नेता कार्यकर्ता नै खबरदारीमा उभिदासम्म पार्टीलाई यो सबै घटनाबारे जानकारी नभएको रासोपाका एक जिम्मेवार नेताले सिधा कुरालाई बताए। जेएनजी आन्दोलनपछि वैकल्पिक राजनीतिक शक्तिहरू एक हुने र आन्दोलनको उपलब्धि संस्थागत गर्ने कुरामा छलफल गर्न पार्टीले 2वटा संयन्त्र बनाएको छ। एक उपसभापति डाक्टर स्वर्णिम वाग्ले नेतृत्वको उच्चस्तरीय संवाद समिति छ भने अर्को पुकार बम सहितका केन्द्रीय सदस्यहरू रहेको कार्यदललाई वार्ता र छलफल गर्न पार्टीले म्यान्डेट दिएको ती नेता बताउँछन्। तर त्यो कार्यदलले रवि बिनाको रासोपाबारे कसैसँग छलफल र वार्ता नै नगरेको ती नेताको भनाइ छ। खासमा रासोपा संगठित र यही राजनीतिक प्रणालीमा होमिएर पाएको भएको वैकल्पिक